नमस्ते साथीहरू, के छ? सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज फेरि घर पछाडिको खेतमा आएको छु। यहाँ मेरो आफ्नै हातले लगाएको गोपी सब्जीहरू छन्, तपाईँहरू देख्न सक्नुहुन्छ। पुरै अर्ग्यानिक, प्राकृतिक, कुनै पनि रसायन छैन। हेरौँ त यी पातहरू कति हरियो, कति ताजा। मेहनत गरेर नै यत्तिको भएको हो। हरेक पातमा खेतको माटोको सुगन्ध, घामको तातोपन र पानीको चिसोपन मिसिएको छ गाइस। जब म यो गोपी काट्दछु, म मात्र सब्जी काटिरहेको छैन, आफ्नै मेहनत, आफ्नो माया र आफ्नै धरतीसँगको सम्बन्ध पनि महसुस भएको छ। यो गोपी खाँदा मात्र होइन, हेर्दा पनि आनन्द आउँछ। हरियाली, स्वास्थ्य, स्वाद र प्रकृतिको सम्पूर्णता सबै एकै ठाउँमा भेटिन्छ गाइस। घरबाट खेतसम्मको यो यात्रा, आफ्नो हातले तयार गरेको ताजा खाना जीवनमा सानो तर गहिरो खुसी हुने रहेछ। साथीहरू, आजको छोटो गोपी कथा यस्तै रह्यो, तर याद राख्नुहोस्, छोटो कुरा भए पनि मेहनत र मायाले सधैँ ठुलो परिणाम दिन्छ। अर्को भिडियो नआउँदासम्म यो भिडियो हेरेर ताजा सब्जी र खाना खानुहोस् र प्राकृतिकको आनन्द लिनुहोस्। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला अनि कमेन्ट गर्नुहोला। भिडियोलाई सेयर, लाइक गर्नुहोला अनि विनोद भुसाललाई फलो गर्न नभुल्नुहोला है त। बाई बाई गाइस, टेक केयर।